ए बानी तिमीलाई कस्तो लागिरहेछ? जङ्गलमा सुत्ने बाथरुम भेटियो? बाथरुम खोज्दैछु, अब भेटिन्छ होला, अब छिटो भेटिन्छ संकेत छ। गुड लक। हाई एभ्रिवान, हामीहरू क्याम्पिङ जाँदैछौँ सेनन्डोआ र यो हाम्रो गाडी फुल्ली लोडेड छ। थुप्रै सामानहरू लिएर जाँदैछौँ 2 नाइट्स 3 डेजको लागि हाम्रो आजको क्याबिनमा। हेलो गाइस, ल हाम्रो टिम यहाँ छ। 2टा गाडी छ हाम्रो, यहाँ 2टा गाडी पार्क गर्न मिल्छ। दुईटै गाडीमा सामानहरू छ। एउटा ग्रिल एरिया छ, एउटा पिकनिक बेन्च छ। यो चाहिँ मिक्स्ड खालको क्याम्प ग्राउन्ड हो। कोही यहाँ कोही टेन्टमा छ, कोही आरबीमा छ। हाम्रो चाहिँ सानो क्याबिन छ, भित्र सानो सानो बङ्क बेड छ 2टा। अनि एरिया चाहिँ यस्तो छ है, एरिया यस्तो छ। अलराइट, ए बानी तिमीलाई कस्तो लागिरहेछ? जङ्गलमा सुत्ने? ओके, ए बानी जङ्गलमा सुत्ने रे। अनि अङ्कल आन्टी कस्तो लागिरहेछ? एकदम रमाइलो, बाथरुम जान पाइयो। ओके, मेन इम्पोर्टेन्ट पोइन्ट है। अनि मामु कस्तो लागिरहेछ? खुसी लागिरहेछ, रमाइलो। ओके, ल यो हामीले आज बाल्ने दाउरा यस प्रकार छ। अनि हामी ग्रिल चाहिँ गर्दैनौँ, हामीले एयर फ्रायर लिएर आएको छौँ। हामी एयर फ्रायरमा चिकन विङ्स फ्राई गर्छौँ। गाइज अब यहाँ हेर है, यो अनलक हो होइन, अनलक त्यसपछि अन। हामीले वाकी टकी पनि लिएर आएको छौँ, कहिलेकाहीँ नेटवर्क लाग्दैन होइन। अब मेरो साथीसँग उता अर्को वाकी टकी छ, म उसलाई कल गर्छु है। सागर माइक चेक। ट्याङ्को चार्ली। बाथरुम भेटियो? बाथरुम गुड लक। धन्यवाद। हाम्रो आजको रेफ्रिजरेटर मोमोको अचार छ। यो नेपालमा डोजरले उ गरेको हेरे जस्तै हामी सबै हेरिरहेछौँ। सागरले गरिरहेछन्। हामी आएपछि हाम्रो फर्स्ट आइटम भनेको चिया। त्यसपछि हामीहरू हाम्रो क्याबिनको छेउको बेन्चमा बसेर ल त हेर सानी, यता हेर सेल खाने हामी सेल। हामी त्यही खाँदैछौँ। किरा मार्ने पनि लिएर आएको छौँ है, ज्यापर। अहिले पटक किरा मारिरहेछ। एउटा सानो स्पिकर पनि छ। अब यहाँ यो चुला अहिले यसमा मोमो बनाउनु पर्छ, त्यो अनि चुला हटाएर पछि यहाँ आगो बाल्नुपर्छ है। त्यहाँ हाम्रो धारो छ हो। 1 2 3 1। वाउ, ओहो कति धेरै कुरा छ हेर त। चिकन क्ल्याप। एग। हाम्रो क्याम्पिङको फर्स्ट डिनर चाहिँ मोमो ऱ्यापिङ हुँदैछ। मोमोको भाँडा अहिले यसमा स्टिम गर्ने हो। ठिक छ नि साथीभाइ? ठिक छ। बहिनी मिठो छ, बास्ना आइरहेछ। बास्ना नै मिठो छ, खाँदा कस्तो होला अझै? अनि ल हजुरको हजुरहरू पनि आउनु खान। ओके ल है सबैजना। सागर अब लाइटर छैन होइन, हामी लाइटरको सट्टा यो गन युज गर्छौँ है त। अब हाम्रो फायर पिट ल हाम्रो आगो पनि अब बल्दैछ, गरेछ।
लाइटको मामु सानी यहाँ दङ्ग परिछन् एउटा लाइट हामीले यहाँ बालेछौँ इलेक्ट्रिक अनि क्यालिब्रेटेड पार्क छ अनि क्याबिन उता छ सजिलो भन्छ पहिला पहिला मासु हप्तामा 2 पल्ट पकाएर त हप्ताभरि खानुहुन्थ्यो कतिले 2 दिन सकिन्छ हैन भएको रहेछ है कन भएन अब सानीलाई निनी आयो अनि न्यानो टोपी लगाएर सानी र म हामी नुनु गर्दैछौँ मर्निङ भइसक्यो अब सागर चियाको तयारी गर्दैछन् चिया अनि ब्रेकफास्ट अनि सानी हामीहरू यहाँ सुतेर हामी स्क्रैम्बल्ड एग बनाउँदैछौँ क्रोसेन्टमा हालेर खाने प्लान छ अनि चिया पनि बनाउने हो सानीले ब्रस गर्दैछ स्टेफानी ब्रस योर टिथ सिरा परेको पुरै किराको होइन त्यो खासमा हैन फुलहरु भयो तर किराको त्यो जस्तो छ किराको पंख ल ब्रेकफास्ट रेडी भयो सागर के छ मजा आछ नि चिया र क्रसन्ट ओहो मलिना आउँदैछु ल है क्रोसेन्ट ब्रेकफास्ट स्यान्डविच हैन यसमा चीज छ अनि त्यसपछि एभोकाडो टमेटो स्क्रैम्बल्ड एग सबै कुराहरू छ सानीले पनि खाइरहेछिन् सानीको मम्मीले हामीहरू ब्रेकफास्ट गरेर अहिले हामी घुम्न निस्केछौँ अनि यो चाहिँ स्यानन्डोवा रिभर हो यहाँ एउटा अर्को ग्रुप फिसिङ गर्दैछ अनि रिभर चाहिँ उता 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 अपस्ट्रिम होइन स्यानन्डोवा भ्याली अनि यता डाउनस्ट्रिम रमाइलो छ यता अब हामी बिहान ब्रेकफास्ट गरेर एउटा सानो ट्रेल वाक गरेर आयौँ अब हामीले खाना पकाउनु छ यहाँ होइन हामीले खाना बनाउनलाई एकदम घाम लागिरहेछ त्यही भएर मैले क्यानोपी लिएर आएको छु अब हामी क्यानोपी लगाएर यहाँ यसो सेड जस्तो हुन्छ अनि त्यसपछि यहाँ खाना बनाउने क्यानोपी रेडी भयो क्यानोपी रेडी के भयो तिमीलाई कसले टोक्यो किराले टोक्यो गुड जब अझै गरिदेऊ गुड जब त हामीले अब लन्चको लागि कस्तो बनाउनु सुरु गऱ्यौँ के बनाउँदैछौँ हामीले पक्कु ए बनाउने मान्छे ए हेर्नुहोस् है यस्तो फिट हुनुपर्छ पक्कु बनाउनलाई पुक्क पेट हुनुपर्छ होइन कहाँ पुग्छ पेट भएको मान्छेमा ए अनि यस्तो किचनमा यस्तो हेल्पर पनि हुनुपर्छ है पेट भएको हाम्रो लन्च अलमोस्ट रेडी भइसक्यो लन्चमा हाम्रो साथीहरू खटिरहेको छ यसपछि मासु भात प्रेपमा हेल्प गर्ने प्रेप गर्ने अनि मासु भात अनि त्यसपछि यहाँ दबाउने हाम्रो लन्च ठ्याक्क हाम्रो डाडो भएको भए लन्च ठ्याक्क रेडी ठ्याक्क उठाउन कस्तो सजिलो हुने रहेछ है हामी क्यानोपीको मुनि बसेर यसले यस्तै है यसले त्यो भन्दा त राम्रो निकाल्छ होला अरूभन्दा पनि हामीले मोमोको भाँडामा राइस बनाउँछौँ अनि यसले निकाल्दा सजिलो हुन्छ चाहिन्छ त्यो पनि भुटेर सिटी लगाएको मासु तर तातो
तिमी निनी गरेर आयो निनी गरेर आयो तिमी अनि माम खान थाल्यौ मासु माम खाएको गुड जब हामी दिउँसो अहिले अब लन्च गरिसकेपछि लुडो खेलेर बसिरहेछौँ हाम्रो लुडोको सेटअप यस्तो छ गेम चेन्ज भएको भएछ पहिला सुरुमा सबै सोनमको लिड थियो उसको 2टा होममै छ अनि त्यसपछि सागरको लिड थियो लास्ट मान्छे अहिले त्यसपछि लक्ष्मी अगाडि छिन् अनि म यसै फलो गरिरहेछु अब हाम्रो यो लेट स्न्याकमा चटपटे बन्दैछ सोनमले यसको चाहिँ लिड मास्टर सेफ गोल्ने मात्रै हो अनि त्यसपछि त्यहाँ एकदमै हाई एन्टिसिपेसनका साथ एलएल पन्थी अनि त्यसपछि एभानी सापकोटा ओहो के हो सानी यस्तो ओ माई गड त्यस्तो मिठो मिठो चिज खाएको तिमीले ए अहिलेको वेदर यस्तो छ लगभग साँझको 5 बजिरहेको छ सागर एकदम जोसका साथ चटपटेतिर अगाडि बढिरहेछन् अनि त्यसपछि यो हाम्रो मेक सिफ्ट भान्सा घर हो यस्तो अनि अहिले केही पकाउनु पर्यो भने यहाँ चुल्हा पनि छ सो अब हल्का वेदर चाहिँ अलिकति क्लाउडी खालको शीतल खालको भएको छ अब हाम्रो सेकेन्ड डेको साँझतिर हामी सेनन्डोवा रिभरको किनारमा आछौँ अनि यसरी पानीमा ढुङ्गा फाल्ने कम्पिटिसन भइरहेछ ए सानीले पनि ढुङ्गा फाल्दैछन् ये सानी गुड जब कति त थुप्रै भयो सागरमा ए ओ पानीतिर नजाऊ सानी पानीतिर नजाऊ ओ ल हामी साँझको वाक गरेर सेनन्डोवा रिभरको छेउछेउमा हामी अब गाडीमा फर्किँदैछौँ अनि यहाँबाट हामी फेरि ड्राइभ गरेर आफ्नो यही नजिकै छ ठ्याक्कै यो जङ्गलको पारी हाम्रो क्याम्प साइट जान्छौँ हामी लेट्स हप इन गाइज लेट्स हप इन खोलाको बाटो नमानु डरेर नफुनु माया मन परि यो हाम्रो ब्रेकफास्टको बेला भएछ आज हामी भित्र छौँ किन भन्दा थर्ड डे बिहान अलिअलि पानी पऱ्यो तर त्यसले हाम्रो ब्रेकफास्टलाई चाहिँ एकदम कोजी बनाइदियो होइन यो चाहिँ यो सानो हाम्रो क्याबिनको भित्र हो चाहिँ क्याम्पिङ क्याबिन भन्दो रहेछ क्याम्पिङ क्याबिनमा चाहिँ खालि सुत्नलाई बेड अनि एउटा सानो यो टेबल हुँदो रहेछ अनि हामी यहीँभित्र अब ब्रेकफास्ट गर्दैछौँ यो हामी हाम्रो क्याम्प साइटकै पार्कको एउटा ओभरलुक है कलर्स ओभरलुक भन्ने हो कति राम्रो ठाउँ यहाँबाट यो सेनन्डोवा रिभर देखिँदो रहेछ पुरै भ्याली देखिन्छ अनि एभानी कति राम्रो ठाउँ एभानी हेर त कति राम्रो ठाउँ ए हाम्रो सागर हामीहरू अब हाम्रो क्याम्पिङको एन्डमा छौँ अनि आज आइतबार बिहान हामी ब्रेकफास्ट बनायौँ खायौँ अनि सबैजना अहिले क्याबिनलाई क्लिनअप गरेर अनि हाम्रो अब अन्त्यमा हामी यसो आफ्नो एरियालाई रेकी गरेर हेरेर अनि यहाँबाट हामी निक्लिन्छौँ अब अन्टिल आवर नेक्स्ट ट्रिप दिस इज आशिष लक्ष्मी सोनम सागर अनि एभानी है हाम्रो मेन यो होल ट्रिपको डिरेक्टर उहाँ नै हो सबै उहाँको इसारामै हामी चलेको हो ल बाई एभ्री वान अन्टिल नेक्स्ट वान